हेलो एन्ड नमस्ते यहाँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी टोफु चिल्ली बनाउन जाँदैछौँ। सुरुमा मैले टोफुलाई ठुल्ठुलो पिसमा काटेर फ्राई गर्नलाई राखेँ। गोल्डन ब्राउन भइसकेपछि मैले कराईमा तेल तताएँ। त्यसपछि मैले क्याप्सिकम र प्याजलाई फ्राई गरेँ। क्याप्सिकम र प्याज चाहिँ धेरै बेर फ्राई गर्नु पर्दैन, एकैछिन फ्राई गऱ्यो भने पुग्छ। अब हामीलाई अदुवा र लसुनको पेस्ट पनि चाहिन्छ। अदुवाको लसुनको पेस्ट, त्यसै गरी हामीलाई टोमेटो केचप, सोया सस पनि चाहिन्छ। त्यसै गरी स्वादअनुसार नुन, जिराको धुलो र खुर्सानीको धुलो। अब सबैलाई मिक्स गरिदिने, अघि फ्राई गरेको टोफु पनि राखिदिने र हाम्रो चिल्ली तयार भयो। हेर्नुहोस् त कस्तो हेर्दै खाउँ खाउँ जस्तो लागेको छ। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हजुरहरू पनि यो रेसिपी ट्राई गरेर खानुहोला। एकदमै मिठो भएको थियो। लाइटले गर्दा कलर चाहिँ अलि फरक आएको छ, तर एकदमै मिठो भएको थियो।